सो हेलो गाइस वेलकम ब्याक टु माई अनदर भिडियो एन्ड आजको यस भिडियोमा म तपाईँहरूले देखाउने गइरहेको छु हामी यता आजदेखि हाम्रो किलकोर कोर्ने या मण्डला सिक्ने क्लास सुरु भइसकेको छ एन्ड के को लागि भन्दाखेरि अब हाम्रो आउँदो महापरिनिर्वाणको पूजामा चाहिँ हामीले किलकोर कोर्नु पर्ने हुन्छ। सो त्यस किलकोरको लागि चाहिँ हामीले अहिलेदेखि नै प्र्याक्टिस गर्नुपर्ने हुन्छ अनि त्यहाँ गएर सजिलो हुनेछ। सो त्यसको प्र्याक्टिसको लागि चाहिँ आजदेखि हाम्रो यता नालुखुम्बामा किलकोर कोर्ने अनि सिक्ने त्यो कार्यक्रम या एक्टिभिटिज चाहिँ सुरु भइसकेको छ। सो म तपाईँहरूले देखाउन गइरहेको छु अनि आई होप तपाईँहरूले मन पराउनु हुनेछ भनेर एन्ड सो फुल भिडियो हेर्नु होला एन्ड किप इन्जोय माई भिडियो। सो लेट्स गो। बिहान गर्ने मिल्यो नि त ठक्कै यस्तो गरेर यस्तो गरेँ ठक्कै यस्तो गरेपछि अब एउटा सट्टै एउटा तान्यो टक्क तान्यो I'm going with you, I know we'll get to the other side. Sinking in, I know this feels right. Catching up. यो टुप्पो छ नि यता अनि यसरी लाइन तान्ने कि सट्टै बिचबाट अनि यो इन्टु छ नि त इन्टु ठक्कै यस्तो छ नि सट्टै तान्ने सट्टै तानिदिएपछि अनि ठक्कै एकदम राम्रो लाइन आउँछ कि एक्ज्याक्ट करेक्ट लाइन के त्यो लाइन आउँछ तान त यसो गरेर अनि यहाँ चाहिँ यसरी यो इन्टु यहाँबाट मिल्दैन बरु ठुलो बनाइदियो भने लामोसम्ममा आयो नि यो चाहिँ ल्यान्डको लागि मात्रै हो यो चाहिँ ल्यान्डको लागि ठिक छ नि गयो भने नि त मैले आएँ अनि यहीँसम्म यहीँबाट सम्म ताने माथिबाट ताने पुरै तान्दैन अनि यसरी होइन ए भएछ ठ्याक्कै मिलेछ उता यता त हो मिलेछ भने चाहिँ तान्दियो पानी अलिक ठुलो जान्छ है सानो हुन्छ यो 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 मिलेन नि त होइन यसको ठ्याक्कै एक्ज्याक्ट सेप आउँदैन नि त एक्ज्याक्ट टाइम आउँदैन त्यो यो ताने भएपछि ठ्याक्क अब यो चारपट्टि भयो नि त है खोलो खोलो सिक्न आएको आऊ न अब त्यो सानो कापी लिएर आएछ अब यो बिचदेखि चाहिँ यो इन्टुसम्म चाहिँ सट गर कि ठिक छ के जाने है सबैले है हजुर मेरो ट्याङ्की त्यो कम्पस पनि लग्यो त्यो धेरै त्यो हेर्दा खै कसरी गरेर देखा त हो त्यो त्यो माथिको त्यो रातो नाचा भाइ यो फेरि किलकोर बनाउने एकदम इम्पोर्टेन्ट मेन यो हो कि उता पनि लाग्यो यो मेन इम्पोर्टेन्ट हो त्यो बिग्रियो भने ऱ्याक हुन्छ यो फेरि यहाँ नेपालमा बनाउनु अब के यहाँबाट सिधै तान्दै हुन्छ है सबै बिग्रेछ यो अलिक राम्रो छ कम्पस भयो भने केटाहरूले राम्रो खालको एउटा कम्पस किन है धेरै गर्नुपर्छ उसले बिग्रिन्छ कि त्यो यो रातो चाहिँ के रातो यो पाउँदैन नि यो त मेन चाप्ने हुन्छ एकदम राम्रो हुन्छ कि त्यही भएर एकदम फोटो देखेछ नि त त्यो सानो भयो भने चाहिँ यो काफी सानो भयो भने चाहिँ यो पछि यो यसको नि आफ्नो एउटा लेभल चाहिन्छ नि त यो लेभलहरू भयो अनि यसको यो लेभलहरू एकदम गाह्रो हुन्छ कि त्यो नाप्नलाई कि अनि फेरि त्यहीमाथि स्केल र पेन्सिल मिलेन भने झन् योहरू एकदम एक्ज्याक्ट ठिक्क भएन भने यो बङ्गोटिङको देख्ने ढिलाउँछ चाहिँ घर त हो नि या अब सबै सेकेन्ड सबै तान्यो अर्को दोस्रो तान्यो यहीँ छ त यही यस्तो ल्याउनुपर्छ कि यत्रो सानो सानो यस्तो गर्नुपर्छ कि त्यो भित्र
खै मेरो मेरो त्यो खै कम्पास यिनीहरूको चाहिँ हिसाबले यसको छ अब तिमीहरूले यो भयो होइन अब भएपछि अब यसरी तान्ने जुन चाहिँ अब यो जुन भाग गरे पनि हुन्छ तर यो के भन्छ छम्किएको र यो छोक अगाडिको स्याहार छ नि स्याहार र छम्किएको यता गर्नु भए नि हुन्छ यता भए नि हुन्छ यताबाट गरेर यो गरे नि हुन्छ यो गरे नि हुन्छ तर अब स्याहार चाहिँ अब जुन आफूपट्टि छ त्यसलाई चाहिँ स्याहार मान्नुपर्छ कि आफूले यसलाई चाहिँ अब स्याहार माने होइन स्याहार मान्यो अब यसलाई स्याहार मानेपछि अब हामीले चाहिँ के गर्नुपर्छ अब यो साइडमा के स्याहार लो नुब झाङ भयो नि त होइन अनि झाङ र के हो स्याहार लो नुब झाङ भयो लो र झाङको बिचको जुन चाहिँ यो भाग छ नि यो छ नि यो यहाँदेखि यो टुप्पादेखि लिएर यहाँ टुप्पामा र अब यो स्याहारको टुप्पामा छ नि अब बल्ल चाहिँ अब भित्रको अब हामी तपाईँ सुरु गर्नु अब भोलि जाने भित्रको घरहरू भयो लुटीहरू छ सबै भोलि बिस्तारै खाने तिमीलाई दिउ गर्छु होइन खै यो यिनीहरू चाहिँ अब तिमी सो गाइस होइन आजको किलकोर सिक्ने क्लास चाहिँ आजको लागि चाहिँ समाप्त भइसकेको छ एन्ड आई होप तपाईँहरूले हेर्नुभयो होला एन्ड इन्जोय गर्नुभयो होला एन्ड अब अर्को क्लासमा भेटौँला अपडेट गर्दै गर्छु सो थ्याङ्क यू फर वाचिङ बाई सी यु एन्ड टेक केयर